Hi guys, welcome to my vlog. Guys, अहिले 7:10 भएन अनि मेरो काम चाहिँ 7:30 त्यही भएर मलाई सियो ढिलो हुन्छ क्या। गाइस म चाहिँ यति ढिलो भइसक्यो हैन, यति ढिलो भइसक्यो म भन्नु पनि सक्दिनँ। अब हैन मसँग लिटरली 1 मिनेट बाँकी छ क्या। आज त घाम लाग्छ, मजा हुने भयो। म चाहिँ अब फेरि भाग्नु पर्ने हुन्छ। म चाहिँ काममा आइसकेँ अनि काममा चाहिँ अब यस्तो भिडियो बनाउनु पाइन्न, सो काममा चाहिँ भेटौँला। म चाहिँ आज छिटो छुट्टी दिएको 12:30 बजे, नत्र त 4:30 बजे छुट्टी थियो। अनि मेरो छिटो टेस्ट छ क्या आज 2:30 बजे। 12:30 बजेदेखि चाहिँ मेरो ड्राइभिङ क्लास सुरु छ, 1.5 घन्टाको, आई मिन 2 घन्टाको होइन। सो यस्तो डर लागेको छ मलाई, हेरौँ कस्तो हुन्छ मेरो। म चाहिँ गार्बेज फाल्नुपर्ने छ, त्यो भएर गार्बेज फाल्न आएको। मलाई होइन लास्ट डर लागेको छ क्या। म पहिला पनि फेल भयो होइन, मलाई फेरि फेल हुनु त छैन कि, तर हेरौँ। सो प्लिज पास गरिदिनु मन प्लिज। ए मेरो चाहिँ होइन क्लास अब सुरु भयो। लिटरली 15 मिनट बाँकी छ होइन टेस्ट सुरु हुन। यस्तो ढलेर यस्तो लडेर के गर्ने होला, दिक्क लाग्दो। आई फेल दिजी टु अगेन। तर मलाई होइन योपालि चाहिँ सब दामी गरेको थिएँ कि मैले, म पास हुन्छु भनेको थिएँ, तर एक ठाउँमा चाहिँ मिस्टेक भएर रहेछ क्या। मलाई थाहा पनि थिएन, म एन्डसम्म होइन वाउ अब त मैले त पाइहालेँ भनेर होइन खुसी भइरहेको थिएँ। लास्टमा एन्डमा आएर त आइएम सरी भनेर कि अनि भयो। अनि रिजन चाहिँ अनि त्यो के अरे एउटा होइन ग्रिन लाइटमा म यता राइट मोड्दाखेरि यतापट्टि पेडेस्ट्रियन रहेछ क्या। अनि मैले पेडेस्ट्रियनलाई यादै गरिनँ, अनि यसै मोडेँ। अनि त्यसले गर्दाखेरि भएन। पार्किङ गर्नु मैले यस्तो बवाल गरेको थिएँ कि, एभ्रिथिङ यस्तो बवाल गरेको थिएँ। म रुन मात्र सकेको छैन, तर मलाई अझै रुन आएन। सुरु चाहिँ रुन आएको थियो, अझै रुन आएन। ओके गाइस, फेरि अब बुक टेस्ट आउनुपर्छ। अझै 200 गयो। ठिक छ, के भएन। थर्ड चोटिमा चाहिँ थर्ड टाइम इज द लकी चार्म हो कि के हो, थर्ड टाइम इज द चार्म हो कि के हो। थर्ड टाइममा चाहिँ जसरी पनि पास गर्नुपर्छ। मलाई हुन पर्यो त्यो कुरा भने। ओके गाइस, अनि अहिले बुक फेरि रिबुक गर्न खोजेको होइन, 10 दिनपछि मिल्छ नि त। डेट अभाइलेबल छैन। यस्तो दिमाग खराब किन हो र मैसँग मात्र यस्तो हुने। अब चाहिँ म घर आएँ होइन, अनि अब फेरि मेरो बेलुका काम छ 7 बजेदेखि 4 बजे। अहिले एकछिन आराम गर्छु अनि काममा जानुपर्ने हुन्छ। अनि अर्को महान कुरा चाहिँ के भयो भन्दाखेरि म होइन म्याकडोनल्ड्सको काम गर्न जान्छु नि, मसँग टी सर्ट नै छैन। मैले ओरेलियामा छोडेछु। के गर्ने, काममा पनि कति माग्नु, काममा पनि अनि के अरे 2टाभन्दा धेरै टी सर्ट लिन पाइन्न नि त। मैले 3टा त लिइसकेँ कि, एउटा पनि अस्ति नै मैले काममा होइन टी सर्टै लान बिर्सेछु कि, त्यही भएर अनि मागेको थिएँ। अब फेरि माग्नु पनि मलाई कस्तो कस्तो लागिरहेको छ होला। गाइस आज मेरो दिन नै खराब छ क्या, कसम के कसम। मेरो यो पारो तातेर आइसक्यो। मेरो राइट नै आइसक्यो। म चाहिँ जाँदैछु, म चाहिँ अहिले काममा जाँदैछु। काम चाहिँ मेरो 7 बजे हो। अहिले चाहिँ म काम आइपुगेँ अनि काम सुरु हुने चाहिँ 20 मिनट बाँकी। फाइनली मेरो चाहिँ सिफ्ट आइयो अनि म चाहिँ अब घर जाँदैछु। बस कुदिरहेको छु, बसै आउँदैछ यता पछाडिबाट। अनि मैले आज टी सर्ट भेटाएको थिएँ त, अनि मैले ठ्याक्क एउटा साथीको होइन उसको पनि ठ्याक्क सुरु हुने रहेछ कि 7 बजे नै, मेरो सिफ्ट पनि 7 बजे नै सुरु हुने। अनि ऊ पनि ठ्याक्क घरबाट आउनु लाग्एको रहेछ काममा। अनि उसँग एक्स्ट्रा सर्ट थियो, अनि मैले अनि प्लिज मेरो लागि लिएर आइदिनु भनेको, उसले लिएर आइदियो। यही हो उसको। अनि मैले लाएर काम गरेँ। यी बस आयो, मेरो बस आयो। मेरो घरमा आयो भन्नुहुन्छ। अनि मैले गएर भेटेँ, घर गइरहेको छ।